सो हेलो गाइज, यो चाहिँ मेरो फर्स्ट भ्लग हो। अब यसमा चाहिँ म आफ्नो लाइक यो पर्टिकुलरली स्टडी सेसनवालै भ्लग हुन्छ। म चाहिँ बेसिकली अहिले क्लास 11मा पढ्ने स्टुडेन्ट हो होइन। अनि अहिले अब पढाइ त फर्स्टमा क्लास 11मा अलिकति बिग्रेकै हो र अब त्यसलाई मतलब सुधार्ने तयारीमा हो। किन भन्दा मैले त पढ्दिनँ क्या। मोबाइलले मेरो मार्क्स खायो, त्यही भन्छु म। हुन त मेरो पनि गल्ती नै हो, किनभने मैले नै मोबाइल नचलाएको भए हुँदैन थियो होला यस्तो। सो यस फर्स्ट टर्म भइसकेको छ मेरो, भर्खरै मतलब 2 हप्ता भयो भएको। अनि एकदमै नराम्रो भएको छ। सो अब कसरी रिकभर गर्ने, सो यससँग म भन्दै थिएँ कि कसरी रिकभर गर्ने भनेर। अस्तिदेखि मतलब 3-4 दिनदेखि त्यो मेरो प्रोजेक्ट होमवर्कै यति थियो, पागल बनाइसकेको थियो। मेन्टल हेल्थ गइसकेको थियो मेरो प्रोजेक्ट वर्क होमवर्क लेख्दा यो हात त राइट ह्यान्ड त मेरो पुरै गइ नै सकेको थियो। राति पनि लेखिरहेको छु 12-1 बजीसम्म, 2 बजीसम्म, फेरि 6 बजी उठिरहेको छु, फेरि लेखिरहेको छु 10 बजीसम्म, 10:30 भन्दा हुन्छ। तै पनि सिद्धिरहेको थिएन क्या। बल्ल बल्ल सिद्धियो भन्छु म। आज चाहिँ अब मेरो प्लान चाहिँ के भन्दाखेरि, अहिले अब हेर्दाखेरि चाहिँ अहिले रातिको 8:25 हुँदैछ। अहिले चाहिँ मेरो प्लान के हो भन्दाखेरि, फर्स्टमा म फिजिक्सको भेक्टर र काइनेमेटिक्सको मतलब एक्सर्साइजहरू आफैले प्र्याक्टिस गर्छु होइन। भेक्टर र काइनेमेटिक्स गर्छु। त्यसपछि एउटा नेपालीको होमवर्क छ, त्यो चाहिँ सिधाउँछु 3वटा। अनि त्यसपछि फिजिक्स र केमिस्ट्रीको गर्छु म। फिजिक्सको मोडर्न पिरियडिक टेबल र हाइड्रोजनको एक्सर्साइजहरू मतलब सेल्फ प्र्याक्टिस गर्छु। त्यो चाहिँ आज अहिलेको प्लानिङ छ। अझै टाइम भयो भने 12 बज्नुभन्दा अगाडि सिद्धियो भने 12 कि त 12:30 बजीसम्म अरू अझै सेल्फ स्टडी गर्छु। अनि त्यसपछि प्लान चाहिँ बिहान 5 बजी उठ्ने छ। हेरौँ उठ्न सक्छु कि नै भनेर। उठ्न सक्यो भने त एकदम राम्रो हो, मजा आउँछ, सेटिस्फ्याक्सन भेट्छ क्या 5 बजी उठ्यो भने। तर उठ्न सकेन भने केही छैन, 6 बजी उठ्योला, त्यसपछि पढौँला। त्यही हो अहिलेको प्लान। ल इन्जोय गर्नु होला कुनै टाइम ल्याप्सहरू। ल सो ओके, फर्स्टमा म आफ्नो टु डु लिस्ट लेखिहाल्छु, त्यसपछि गरौँला काम। ओके, यस गाइज, आई एम डन विथ राइटिङ माई टु डु लिस्ट। अब यति चाहिँ कम्प्लिट गर्नै पर्छ। ल ओके, इन्जोय। सो यस अहिले मेरो फर्स्ट स्टडी सेसन सुरु भइसकेको छ, जुन चाहिँ 1 आवरको थियो। मैले पोमोडोरो टाइमर लगाएको छु। मैले चाहिँ अहिले भेक्टरको थ्योरी पार्ट गर्दैछु। भेक्टरको थ्योरी पार्ट धेरै टाइम भइसकेको थियो नगरेको, र त्यसैले रिभाइज पनि हुन्छ भनेर गरेको। कुनै चाहिँ मलाई गर्न आइरहेको थिएन, त्यसको लागि मैले गुगलको हेल्प र बुकको पनि हेल्प लिएँ। जुनमा चाहिँ एउटा चाहिँ डेरिभेसन अफ प्यारेललोग्राम अफ भेक्टर एडिसन थियो, त्यो मलाई मतलब अलिकति कन्फ्युजन थियो त्यो डायग्रामहरूमा। अनि त्योहरू चाहिँ हेरेँ मैले, अहिले ठ्याक्क त्यही बनाउँदैछु। अनि तर साँच्ची यो पोमोडोरो टेक्निकले चाहिँ एकदमै हेल्प गर्ने रहेछ, डिस्ट्र्याक्सनबाट नि बचाउँछ र आफूलाई फोकस हुन पनि हेल्प गर्दो रहेछ। यस्तो भन्दै गर्दै कति छिटो 1 घन्टा बित्छ। मैले अहिले 3 मिनट जतिको ब्रेक ल्याएको छु, र टाइम भन्नुपर्दा अहिले भएको छ 10:40 भएको छ अहिले। यस 10:40 भइरहेछ। अब यसपछि चाहिँ के प्लान छ भन्दाखेरि, यो न्युमेरिकल भ्याउँछु, आधी घन्टा जतिको टाइम राख्छु न्युमेरिकल भ्याउनलाई। त्यसपछि 5 मिनट्स ब्रेक लिन्छु। त्यसपछि फेरि 1.5 आवरको हाल्छु। अनि काइनेमेटिक्स भ्याउँछु र फिजिक्सको यसै गर्ने भ्याउँछु, त्यसकै प्लान छ। सबै नेपाली र केमिस्ट्री भ्याउँदै 1 जति बज्छ होला, तर केही छैन, नो प्रब्लम। भ्याएर नै सुत्ने हो भन्ने त्यो राखेको छु प्लान। सो यस, भिडियो हेर्दै गर्नु होला ल। र यही मेहनतको लागि लाइक पनि गरिदिनु होला। सो अहिलेको अपडेट दिँदाखेरि चाहिँ के भएको छ भन्दाखेरि, मैले जति बेला एन्ड गरेँ त्यो मतलब त्यो भेक्टर सिधाइसकेपछि त्यसपछि चाहिँ 1 घन्टा रिलै स्क्रोल गरेँ। रिल स्क्रोल गर्दा 1 बज्यो, थाहा नै पाएन। अनि अहिले मतलब ठ्याक 1:53 गइरहेछ। अनि मैले चाहिँ के गरिरहेछु भन्दाखेरि, भेक्टर कम्प्लिट भइसक्यो र म काइनेमेटिक्स गर्दैछु। हजुरहरूलाई मतलब त्यो पनि देखाउँथेँ टाइम ल्याप्स, तर अहिले चार्जै छैन। रिल स्क्रोल गर्दा चार्जै सिद्धिसकेको छ। सो यस,
अब मैले भनेकै थिएँ जबसम्म सिद्धिँदैन तबसम्म म सुत्दिनँ भनेर। सो यस जति बजोस् 4 बजोस् 5 बजोस् म सुत्नेवाला छैन। अहिले चाहिँ अब गीत बजाउँदै गर्दैछु, नत्र गीत बजाएन भने त निद्रा लाग्छ। त्यसैले अहिले अब काइनामेटिक्स गर्छु, इम्पोर्टेन्ट हो, धेरै नै इम्पोर्टेन्ट च्याप्टर हो। सो यस त्यो गर्छु र तपाईँलाई यो काइनामेटिक्स सिधै भेटौँला फेरि, बाई। सो गाइज अहिले भर्खर मेरो काइनामेटिक्सको सिद्ध्या छ, सिद्धियो भर्खर बल्ल। क्यों भी ओवर एक्टिंग करता है साला, ओवर एक्टिंग की औलाद। तेरे को बराबर होता नहीं क्या बोलने को। चले एक काम कर, 200 रुपया दे और 50 रुपया काट ओवर एक्टिंग की वजह से। बल्ल सिद्धियो, धेरै थियो होइन। टाइम गेस गर्नुहोस्, अहिले तपाईँको टाइम भइसक्यो 3:19 बिहानको 3:20 आउँदा मेरो लागि गरियो। एउटा चाहिँ छोडिदिएको थियो, त्यो नआएर गरियो, थ्योरी गरियो। यस्तो छ हाल गाइज, यस्तो छ अहिले हाल। ओके गाइज, ल अहिले चाहिँ अब म केमिस्ट्री गर्न गएँ है त, लास्टै गाह्रो छ के गर्नु। अहिलेको अपडेट दिनुपर्दा चाहिँ के हो भन्दाखेरि मेरो सब होमवर्कहरू सिधिरहेको छ र अहिले कति बजेको छ भन्दाखेरि 4:30 बिहानको 4:30 बजिरहेछ।